Oi. Bravo, master, bravo. Hello, what's up? This is Mason and again I'm coming. आज पनि मेरो अफ हो। आज चाहिँ म मेरो दाइकोमा जाँदैछु। सो दाइकोमा गएकोसम्मको चाहिँ एउटा भिडियो बनाऊँ न त भन्ने खालको चाहिँ लागेर मेमोरिजवाला है यो पनि एउटा बनाउँछु भनेर चाहिँ अहिले बस रोकिरहेको छु बस स्टपमा। त्यहाँदेखि बस चढेर सिधै बस्तारबाट सिधै दाइ हो है। अनि आजको दिन के कस्तो हुन्छ भिडियोमा देखाउने नै छु। यस म चाहिँ बस चढिसकेँ। पछाडि बसेको छु। दाइले कल गरेर मार्छ दाइले आज, किनकि जहिले पनि म बोलाएर कहिले टाइममा पुग्दिनँ। मैले एउटा कुरा नोट गरेको होइन, नेपालमा चाहिँ यस्तो बस किन हेर्नु सक्दैन क्या। जस्तो यहाँको बस चाहिँ कस्तो रहेछ भने जब बस रोक्छ, बस रोके पछाडि चाहिँ ओर्लिएर चढ्ने ठाउँ चाहिँ टक्क यस्तो बस चाहिँ यस्तो हुन्छ क्या, पुरै उल्टै हुन्छ। अनि त्यही भएर चाहिँ चढ्न इजी भयो होइन। अनि फेरि कुद्ने बेला सिधा भएर कुद्छ क्या। नेपालको चाहिँ कुनै कुनै बसमा उस्तै पर्दैन नि एकदम पेट फाटिन्जेल होइन, यस लास्ट अप्ठ्यारो हुन्छ क्या। अनि यस्तो कुराहरू चाहिँ अब नेपालका ठुल्ठुला मान्छेहरू, ठुल्ठुला सरकार, पहिलाका सरकार, अहिलेका सरकारहरू पनि विदेश पुगेका छन् होइन, गर्नु पऱ्यो क्या। कपी भन्दैन यस्तो कुरालाई, यस्तो कुरालाई कपी भन्दैन। इनोभेसन एउटा हुन्छ नि डेभलप, त्यसको रूपमा लिने हो। सबै कुरा कपी हुँदैन। त्यही भएर चाहिँ यस्तो चाहिँ बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। यस छोटावाला भ्यान चढेर ओरिसकेँ। अनि दाइले भनेअनुसार चाहिँ यहाँ अगाडि छ भन्ने कुरा सुने। एकछिन अब दाइलाई भेटौँ। त्यस पछाडि दाइका बसौँ, गफसफ गर्छौँ। छुट्टीको दिन यसो के कोठा बस्नु भनेर निक्लेको पछि हाम्रो खाना पनि आइसक्यो। यस्तो बवाल खाना टक्कै स्याटै दाजुको पनि टक्क दाजु यहाँ हुन्छ है होइन। अब खाएकै छैन दाजु, खाएपछि त आउँछ तर लुक्स वाइज चाहिँ बवाल छ। खानाको पनि एउटा टक्क बवाल नजिकबाट देखाइदिनु पर्यो ल। हाम्रो अकोमोडेसनमा भएको स्विमिङ पुल चाहिँ पुरेर एकदम ढलाइसलाइ गरेर अर्कै घर बनाउन आँटेको छ। दाइकोमा फेरि स्विमिङ पुल यस्तो बवाल रहेछ। स्विमिङ पुलको अलग कुरा छ, आरू यो आरू हेर्नु कत्रो छ। जसले नै खान सक्यो अरे क्या। टिप्नु चाहिँ यहाँ अलिक भेटिएन कि, हेर्नु कत्रो आरू। आम्म विकास आएर हो नि त भाइ। ए कस्तो बवाल पाकेको क्या। हेर्नु त सेक्री क्या स्विमिङ, कस्तो सफा पानी हेर। उहाँ अकोमोडेसनमा भएको त हाम्रो त कामै त बिहान बेलुकै तापलाङ र थुप्रो हुँदा यहाँ हुनेलाई मतलबै छैन। टक्क यहाँ ढल्किने ठाउँ, बस्ने ठाउँ, यतिको चिल चाहिँ हुनु पर्यो। सनबेड टक्क यहाँ सनबाथ लिने, यस्तो सेक्री छ यार। यस्तै छ यहाँ रमाइलो छ। बस्ने ठाउँ टक्क यहाँ। ओहो हो हेर रमाइलो यहाँ।
दाजुभाइ चाहिँ टक्क अलिकति बाहिरतिर हिँड्न त घुम्न राम्रो ठाउँ छ भन्नुभयो र दाजुले हामी लाग्यौँ यतातिर होइन यस्तो बवाल ठाउँ अगाडि हेर यहाँ घर ओए दाजु त्यहाँ बसिदिन्छ म पछाडि पछाडि टक्क चिलमा यो अगाडि चाहिँ एउटा चाहिँ फोटो जानुपर्छ होला हौ दाजु नि एउटा फोटो जाओस् होला यो सबै हाम्रो घर हो। कसो अरे दाजु हाम्रो घर हो। तपाईँले ट्रेनमा चाहिएको बायोमा नम्बर छ सबै करोडपतिको बाउको छोरा हो। कसैलाई चाहियो भने डेमस डेमस वी विल प्रोभाइड यु होइन दाजु हेर्नु नि त। ल हेर्नु यहाँ घर ओए तर कसम दाजु यार बबाल देखेको यार कसम दाजु मारे छ यार बाहिर एक राउन्ड लाएर आएर यो दाइको कुरामा चोरे ल्याएर पनि खाइसक्यो मोमो फेरि यहाँ रेडी हुँदैछ फेरि केही समथिङ बिग आउँदैछ भनेको चाहिँ एउटा हिन्स पाइहाल्नुभयो नेपाली फ्लेभरमा है तर आजको हाम्रो बैठक अनुसार चाहिँ के निर्णय भयो भने तपाईँहरूको टाइममा होइन हामीले दिने टाइममा हुन्छ है समथिङ कुकिङ है समथिङ कुकिङ यसको वाह मुँह में पानी आ गया रे कफी खाऊँ न नेपालमा चाहिँ बिचमा मैदा छोडिसकेको थिएँ तर यहाँ त आफ्टर लङ टाइम मोमो वाह ल म खान्छु ल अहिले चाहिँ यहाँको 7:50 भयो अनि आजको छुट्टी पनि घुमेर फिरेर रमाइलो भयो भिडियो यहीँ टुङ्गिन्छ म गाडी पर्खिरहेको छु अब यहाँदेखि सिधै रुम जान्छु त्यस पछाडि आजको दिन सकिन्छ सो मोबाइल स्विच अफ हुन लाग्यो आजको भिडियो यस्तै रह्यो हेरिदिनु भयो धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ अर्को भिडियोमा हामी भेट्नेछौँ अहिलेको लागि बाई